गाइस यो चाहिँ हो बागमती पुल है। बागमती पुल थापाथली बागमती पुल। म चाहिँ ड्राइभ गर्दैछु, यस स्कुटीवाला बाटो छोड्दैन। एक्लो यो जिन्दगी यस्तै छ मेरो यो जिन्दगी। है हतार नगरौँ न, हतार नगरौँ। यस्तो छ, एक हातले क्यामेरा समायो, एक हातले चाहिँ स्टियरिङ समायो, गाडी गुडायो। यहाँ चाहिँ मोबाइल चलाउन दिन्नन् काठमाडौँमा, त्यही पनि म लुकीछुपी चलाउँदैछु। मोबाइल चलाएको भेट्यो भने फाइन काट्छ, चिट काट्छ। यस्तो जाम छ थापाथली रोड, बकुन के अरे कोही छैन है। वान म्यान आर्मी, एउटै मान्छे हो। म चाहिँ सिङ्गल पिस। सरलाई चाहिँ अफिस ड्रप गरेर आएको। अब चाहिँ म घरतिर जान्ला छु। घरतिर गइन्छ, टक्क मोबाइल चलाइन्छ, त्यसपछि फोन गरेपछि लिन आउनुपर्छ फेरि। यस्तो छ बाटो। मान्छे म बिन्दास। कस्तो लाग्यो हाम्रो मेरो वनदास, तिम्रो लागि गरिदिन्छु म कलियुगमा वनवास। काठमाडौँको माहौल यस्तो छ। अब धेरै भिडियो नबनाऊ होला, भिडभाड छ, गाडी चलाउन अप्ठ्यारो हुँदैछ। ए भाइ टिटिट मात्र नगर न यार, किन हतार गर्छौ यार। खाली ट्याटेर टिटिट गरेका छन्। ट्याटेर टिटिट मात्र नगर्ने कि गाडी चलाउँदाखेरि। जहाँबाट आयो नि गाडीवाला, बाइकवाला, कारवाला, हतार भनेकै यो बाइकवाला र कारवालाले हुन्छ धेरै हतार। फेरि चोकमा पुरै चेकिङ हुन्छ। यहाँ लाइटहरू एकदम नियमअनुसार चल्नुपर्छ। त्यहाँ लाइट 10 सेकेन्ड, 9 सेकेन्ड, 8 सेकेन्ड, 7 सेकेन्ड, 5, 4, 3, 2, 1 गो। गाडी अब मुभ हुन्छ। उतापट्टि चाहिँ जाम लागिसक्यो अब फेरि। ओ भाइ हतार नगर्न यार, कहाँ मुजियो। रिस मात्र उठाउँछ नि अरे बाइक र स्कुटीवाला।
अलिकति बाटो पाउने बित्तिकै घुसाइहाल्नुपर्छ यिनीहरूले फेरि लापरवाही धेरै क्या। अब चाहिँ म पुलचोक पुगिसकेँ। पुलचोक आकाशे पुलचोक त्यहाँ ललितपुर काठमाडौँ पुलचोक। यो मङ्गलपुर जाने बाटो हो। आज म चाहिँ थापाथैली पुलबाट स्टार्ट गरेको भिडियो बनाउन। यहाँ अब पुलचोक पुगिसकेँ। यहाँबाट अब चाहिँ जावलाखेल पुग्छु। जावलाखेल पुगिसकेपछि उता ललितपुर के अरे लगनखेल। बाइकवाला छिरिहाल्छ फेरि छिर्न दिनुहुन्न। यस्तो सटाएर लग्नुपर्छ, त्यसो बाइकवाला छिर्न पाउँदैन। एकदम विचार गर्नुपर्छ काठमाडौँमा गाडी चलाउँदाखेरि चाहिँ। सबभन्दा मेन कुरो के हो भनेपछि बाइक र स्कुटीदेखि चाहिँ एकदम बच्नुपर्छ। यहाँ बाइक र स्कुटीवाला एकदम पठाउ इनड्राइभ याङ्गो हुन्। तिनीहरू चाहिँ एकदम खासै गाडी घोडा कुन ठाउँमा कसरी चलिरहेको भनेर केयर गर्दैनन्। तिनीहरू चाहिँ एकदम मोबाइल मात्रै हेरेर चलाउन खोज्छन्। मोबाइलमा अब आफ्नो पेसेन्ट आफ्नो ग्राहक कहाँ छ फेरि लापरवाही गरिरहेछन्। पछाडिबाट छिराउन खोजिरहेको थिएँ, मैले चाहिँ छिराउन दिएन। यो चाहिँ जावलाखेल चोक पुग्यो। अब यहाँबाट बायाँ लाग्यो भने लगनखेल जान्छ, सिधै गयो भने एकान्तकुना। त्यहाँ डन्ठे हेरिरहेको थियो, त्यही भएर मैले मोबाइल अलि लुकाएँ। भिडियो त लामै बनाउने भयो आज। अब यहाँबाट चाहिँ म लेफ्ट छिर्नुपर्छ घर जानलाई। यहाँबाट भित्र छिर्नुपर्छ। यस्तो भिडभाड छ, अब कसरी छिर्ने होला एकदम विचार गर्नुपर्छ। आहा बाटो यस्तो एकदम खाल्टो ठुलो भएको छ। मलाई चाहिँ यो इभी गाडी हुनाले गियर हाल्नु परेन, केही पनि परेन। त्यही भएर चलाउन अलि सजिलो भयो। एउटा हातले मोबाइल समाउन, एउटा हातले स्टियरिङ मात्र समाउन। टकलिया बाट रास्ता छोड़ दे हमारा टकलिया, हम भी तुम्हारा पीछे पीछे जा रहे टकलिया, रास्ता छोड़ दे। बुढोले डह्रो मेहनत गरिरहेछ यहाँ यस्तो बुढेसकालमा तालु खुल्काएर रिक्सा चलाइरहेछ। अब म चाहिँ पुगिसकेँ घर। यो चाहिँ मेरो घर हो। अब यहाँ गेट खोल्नुपर्छ, यहाँबाट छिर्नुपर्छ। सिट बेल्ट खोल्नु पर्यो, ढोका खोल्नु पर्यो।
त्यसपछि यहाँको ढक्का खोल्नु पर्यो। ब्याक गरेर छिराउनु पर्यो गाडी। अब नि ब्याक गर्दाखेरि क्यामेरा छ यहाँ, टक्क क्यामेरा हेर्ने, क्यामेरा हेरेर ब्याक गर्ने। रोक्न बेबी यार। अब क्यामेरा ब्याक गियर लाग्ने बित्तिकै अन हुन्छ। त्यसपछि यहाँ हेर्नुहोस् है, रुक जाऊ। क्यामेरा हेर्दै, लुकिङ ग्लास पनि हेर्दै। यहाँ हेर्नु ब्याक हुँदैछ यसरी। ब्याक भयो। जाम अलिकति अझ पछाडि जाम, अझ जाम। ल गाइस, फाइनली घर पनि पुग्यो। अब यतिमा म भिडियो अन्त्य गर्छु, समाप्त गर्छु। हस्त नमस्ते, बाई बाई। अर्को भिडियोमा भेटौँला।